हेलो साथीहरू, हजुरहरूको गाउँघरमा बिहे हुँदाखेरि यस्तो रीति चलन छ कि छैन होइन। हाम्रोतिर चाहिँ यस्तो चलन छ है साथीहरू, हेर्नु न, हेर्दै जानुहोस् है। यस्तो रमाइलो हुन्छ कि यति रमाइलो हुन्छ कि कुरै छैन साथीहरू। उहाँ हेर्नु न, उहाँ भाइहरूलाई माला लगाइदिँदैछ कि अब त्यो भाइहरूलाई माला लगाइदिन्छन् अनि त्यहाँबाट त्यो भाइलाई अब होइन त्यो भाइले चस्मा लाउँदैछ है, केटोले चस्मा लाउँदैछ। यस्तो रमाइलो हुन्छ कि साथीहरू, आजकल त पेटै दुख्छ कि भात खौरी होला यसरी लगाइदिँदाखेरि खुसी लाग्छ कि रमाइलो लाग्छ। बिचरा भाइहरूलाई चाहिँ कस्तो बितेको होला होइन, लाज लागिरहेछ क्या त्यो भाइलाई चाहिँ एकदम लाज लागिरहेको छ है। अब हेर्न यहाँ मास्क पनि लगाइदिन्छ भाइहरूलाई, जे होस् जाडोमा यसो कसैको नजर नलागोस् भनेर के मास्कहरू पनि लगाइदिँदै गरेको क्या भाइहरूलाई। अब एकछिनपछि हेर्दै जानु है। यतातिरपट्टि अब टोपी पनि लगाइदिने चलन छ कि अब झुम्का पनि लगाइदिनै पऱ्यो नि त। सो अब झुम्का लगाइदिँदैछ साथीहरू, झुम्का लगाइदियो झुम्का झुम्काहरू है साथीहरू। अब टोपी पनि लगाइदिन्छ हेर्नु है, यता टोपी पनि लगाइदिनु पऱ्यो नि त। अब हेर्नु है टोपी पनि आयो, खप्लक्क भाइलाई जाडो हुँदैन भनेर टोपी लगाइदिएको क्या भाइ। यसो जाडो महिना मङ्सिरको बेला बिहे गर्दा गाह्रो छ त, यस्तो टोपी सोपी लगाइदिनै पऱ्यो होइन। अब कसैको नजर नलागोस् भनेर चस्मा लगाइदिएको हो कि यहाँ पट्टियोस् भनेर। अब माला पनि लगाइदिउँ है। यो भाइलाई चाहिँ लास्टै गाह्रो भएछ जस्तो छ यताको भाइको, अलि साइज मिलाउने जस्तो छ। टोपी र मास्क जारेको बिचरा यो भाइलाई माला लगाइदियो है, यतातिर पनि उतातिर पनि। टोपी लगाइदिन बाँकी, टोपी लगाइदियो है साथीहरू। उता टोपी पनि टोपी लगाइयो भाइहरू मक्ख परिरहेछन् यस्तो टोपी लाउन पाएर। युकेको टोपी हो कि साथीहरू, युकेको युएसको टोपीहरू हो क्या साथीहरू। ल यो छेउको भाइले चाहिँ खालि टोपी झारे कहिले मास्क कहिले चस्मा झारे गर्ने भयो कि। मास्क पनि लगाइदिउँ, रमाइलो हुन्छ साथीहरू। तपाईँहरूकोतिर कस्तो चलन छ? हाम्रोतिर त्यस्तै छ साथीहरू। ल भन्नुहोस्।